गुड मर्निङ साथीहरू। यो चाहिँ मैले आज रुगा खोकी लागेको बेलामा अनि रुगा लाग्छ, त्यसपछि खोकी सन्चै नहुने हुन्छ नि। मेरो आमालाई एकचोटि त्यस्तै भएको थियो कि, अनि मैले यस्तो बनाएको थिएँ। अनि खोकै 1 महिना दिनसम्म सन्चो नभएको, अनि यस्तो बनाएर मुखमा च्यापिराखेपछि अनि त्यो खोकी ठिक भएको थियो कि। मुखमा राख्ने अनि च्यापिराख्ने हो भने यो खोकी ठिक हुन्छ कि, बिस्तारै ठिक हुँदै जान्छ। मैले चाहिँ अदुवा र बेसारलाई बोक्रा फालेर खुर्केर धोएर अनि मजाले पिसेर अलग अलग पिसेर पेस्ट बनाएँ। त्यसपछि यो चाहिँ ज्वानो 1 चम्चा ज्वानो, 8-10 वटा ल्वाङ, त्यसपछि 15-20 वटा मरिचलाई कुटेर धुलो बनाएँ। त्यसपछि यो चाहिँ गुड हो। गुडलाई चाहिँ मैले यसरी फुटाएँ। अब यो साह्रो हुन्छ कि फुटाउनु पर्छ, त्यसरी फुटाएँ। अनि गुड छैन भने हजुरहरूले भेलीमा पनि बनाउन सक्नुहुन्छ, तर भेलीलाई चाहिँ मजाले पकाएर अनि छानेर त्यसपछि चाकु जस्तो बनाएर अनि यसमा राख्ने, यसलाई घिउमा भुट्ने। 1 चम्चा घिउमा मैले अदुवा र बेसार भुटेँ। तपाईँहरूले यसलाई अलि चाडभरि खानालाई बनाए पनि हुन्छ कि। यो दुधमा एउटा गोली साँझ सुत्ने बेलामा एउटा गोली दुधमा राखेर घोलेर खान पनि सक्नुहुन्छ। अनि यसलाई यत्तिकै मुखमा च्याप्न पनि सक्नुहुन्छ। यसले धेरै फाइदा गर्छ। अब फाइदा त के गर्छ कुरै गरी साध्य छैन। अब भेली, अदुवा, बेसार, मरिच, ल्वाङ भने त सबै हर्बल भयो नि त। त्यसले जिउ दुखेको गरेको पनि ठिक हुन्छ। अनि अब घाँटी खसखसको लागि त विशेषै भइहाल्यो। अनि यसलाई फुटेर पिसेकोलाई मैले ओखलीमा पिसेँ, फुटेको त्यो ज्वानो, ल्वाङ, मरिचहरूलाई। अनि यसमै राख्दै अनि यसरी मैले एकदमै लो हिटमा पकाएको छु है साथीहरू। यो मैले खाना पकाउन यसलाई पकाउन सुरु गरेर अनि खाना पकाउन थालेको। खाना पाकिसकेपछि बल्ल यो तयार भएको हो। नातिकन बनाउनुपर्छ। अनि यस्तो गोली बनाएर मैले यसरी फ्रिजमा राखेँ। अब यो अलि टन्नै बनाएर जाडोभरि खान पनि सकिन्छ। मैले अलि थोरै बनाएँ हजुरहरूलाई देखाउनलाई। अनि यो बचेकोमा दुध पकाएर खानलाई